हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आई होप सबै सन्चै हुनुहुन्छ। मेरो नाम चाहिँ सगुन ढुङ्गेल हो र म चाहिँ आज भ्लग बनाउन जाँदैछु। यो मेरो फर्स्ट भ्लग और भिडियो हो। मलाई त्यति आउँदैन, सो प्लिज डोन्ट जज हैन, जज चाहिँ नगरिदिनु होला मेरो भिडियो क्वालिटीमा र भ्लगिङ स्टाइल अनि भोइसमा। त्यति आउँदैन मलाई। यो मेरो फर्स्ट लाइफ हैन, लाइफमा फर्स्टचोटि चाहिँ म यसरी भ्लग गर्दैछु। एन्ड देन आज म किन भ्लग बनाउँदैछु भन्दाखेरि आज चाहिँ हाम्रो यहाँ धुमधाम गरेको हो, मतलब धानलाई ठटाउने हो। हजुर सबैजनालाई थाहा छ होला। र आज चाहिँ म र मेरो आमा चाहिँ खाना बनाउने हो। सो म हजुरलाई देखाउँछु हैन हामीले के बनाएको छौँ भनेर। सो स्टे ट्युन है त गाइस। सो गाइस हेर्नु, आज हामी के बनाउँदैछौँ। यो चाहिँ मेरो आमा हो। आमा हाई भनिदिनु। केही छैन, हाई भनिदिनु हातले। अनि यहाँ चाहिँ मैले अदुवा र लसुनलाई छिलेर ग्राइन्डरमा हालेँ। अब यसलाई पिस्छु पहिला। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ प्याज छ। अनि प्याजलाई चाहिँ मैले काट्नै बिर्सेछु, छिलेर मात्र राखेछु। सो त्यही भएर मैले फेरि काटेर ग्राइन्डरमा हालेँ, मिक्सरमा हालेँ। अब यसलाई मजाले पिस्छु हैन। धेरै पिस्नु हुन्न रहेछ, पुरा गिलो हुन्छ के, त्यही भएर अलिअलि पिसेँ। त्यही पनि धेरै पिसेछु है त। अनि त्यही पनि म हजुरलाई भन्छु, यहाँ छ मेरो प्याजको पेस्ट अनि अदुवा लसुनको पेस्ट चाहिँ मैले रेडी गरेँ। सो यहाँ चाहिँ हामीले एभरेस्टको चिकन मसला र अदुवा लसुन प्याजको पेस्ट अनि निमक, धुलो खुर्सानी र हल्दी हालेर चाहिँ मेरिनेट गरेको छु। अनि यहाँ चाहिँ मैले आलुलाई छिलछाल पारेर धुँदैछु मासुमा हाल्नुको लागि। यसै बिचमा चाहिँ मेरो साथीको आमा आइपुग्नु भयो अनि सोध्दै हुनुहुन्छ कि यो के हो भनेर। अनि मैले भने यो खानामा हाल्ने चिज हो हैन गाइसहरू, हजुरलाई थाहा छ भने कमेन्टमा भनिदिनु। र यसरी नै सबै थोक रेडी भएपछि मैले चाहिँ सुँगुरको मासु चाहिँ बसालिहालेँ र यहाँ आलु फ्राई गरिदिएको, किनकि आलु फ्राई गरेको मासुमा हाल्दा चाहिँ राम्रो ग्रेभी हुन्छ। अनि यहाँ चाहिँ म पानी थाप्दैछु कित्लीमा, किनकि लाइट चाहिँ बिग्रेर, नभन्नु न लाइट बिग्रेर पानी तताउनु मिलेन लाइटमा। सो मैले कित्लीमा पानी भर्दैछु ग्रेभीमा हाल्नुको लागि। अनि सबै काम सकेर म चाहिँ यहाँ बाहिर निस्केको भात हेर्नुको लागि। हामीले चाहिँ यहाँ राइस कुकरमा भात बसालेको, किनभने छिटो पनि हुन्छ। अनि यहाँ अर्को भाँडामा चाहिँ अलरेडी भात बनाएर राखिसकेको थियो। 2 भाँडा यहाँ हालिसकेको छु गाइस। अब यहाँ अर्को चाहिँ यो 1 भाँडा हो, गर्दा 3 भाँडा हुन्छ र पुग्छ होला 3 भाँडाले हैन। खेतालाहरू पनि धेरै छैनन्, खालि 3 जना मात्रै छन्। 3 जना अरे सरी गाइस, 13 जना मात्रै छन्। सो होप सो पुग्छ। अनि यहाँ चाहिँ सुँगुरको मासु चाहिँ बसालिसकेको। एन्ड यहाँ चाहिँ छ कुखुराको मासु चिकन बसालेको, मसला मसली हालेर। अब एकछिनमा पाक्छ है त। सो गाइस मैले चाहिँ यहाँ पकाउनेबाट फुर्सद पाएर भएको खट्टा चाहिँ काट्न लागेको, काटेर साध्छु। सो साधेर भेट्छु है त हजुरसँग। यहाँ चाहिँ मैले साधिसकेँ गाइस। भएको खट्टामा साग हालेँ अनि लसुन र खुर्सानी अनि निमक हालेर कुटेर चाहिँ हालेको छु। टेस्ट गरौँ है त साथीहरू। साह्रै मिठो छ, खट्टो गुलियो। निमक चाहिँ लागेन चाहिँ त्यति। हेर्नु गाइस, यहाँ स्कुलको युनिफर्ममा भक्कु खट्टाको गन्ध सुँगेर मेरो घरसम्म आएछ नि। कस्तो लाग्यो त नि मैले बनाएको? एकदम बेकार। के भन्नु? थ्याङ्क यू, तर रहेन चाहिँ ऊ खाली नि। अब यति देख्यो गाइस, हेर्नु यति देख्यो। अब यति रह्यो भने त हुन्न। यत्रो जिउ अपमान गर्छ हुन्छ। सो हेर्नु यो हो सब्जी, यो हो भात अनि यो चाहिँ खुर्सानीहरू, निमकहरू अनि थालहरू खेतालाहरूको लागि। अब हामी चाहिँ खाना लिएर हिँडेको। सो म हजुरलाई खेतमा भेट्छु है त। सो गाइस यहाँ चाहिँ हामीलाई देख्न सक्नुहुन्छ यो चाहिँ मेरो बहिनी हो। बहिनी पुरा रेडी चाहिँ कित्ली लिएर, कित्लीमा चाहिँ त्यहाँ पानी छ। अब खेतालाहरूलाई हामी भात पुर्याउनुको लागि। यहाँ चाहिँ मैले प्लेटहरू देखाएँ, यहाँ भात हो घलेकमा बानेको गाइस, सजिलो हुन्छ भनेर।
सो अनि म चाहिँ यो डेक्ची बोक्छु, भातको डेक्ची। बहुत भारी रहेछ गाइस। गाइस म चाहिँ हिँडेको अब भात बोकेर, भात होइन यो सब्जी हो नि, भात त त्यहाँ छ। यो भात हो, तर त्यहाँ आमाले सब्जी बोक्नुहुन्छ। अब उहाँ खेतमा जाने हो, हजुरलाई देखाउँछु है त गाइस। अब हिँडेको बोकेर सब्जी। सो गाइस हामी चाहिँ आइपुग्यौँ भात सब्जी बोकेर होइन, यहाँ धुमधाम गरेको जग्गामा। र धोउ त भयो, टाउको दुख्यो अरे आमाको पनि, मलाई पनि थकै त लाग्यो। यहाँ चाहिँ मैले अघि भात बोकेको थिएँ, देख्नुभयो होला खेतालाहरू। नभन्नु यहाँ त धेरै कुकुरहरू छन्। खेतालाहरू उहाँ त म गइनँ, तर उहाँ खेतालाहरू छन्। जुम गरेर देखाउँछु हजुरलाई है त। हेर्नु है यहाँ त खाना हुँदैछ। मामा भान्जाहरू, खेतालाहरू, कुकुर पनि रहेछ। यहाँ गोरे दाइ हाम्रो भात खाँदै हुनुहुन्छ। मामाहरू क्या खाँदै हुनुहुन्छ। चिन्नुभयो होला नि, फेसबुकमा देखिराख्नुहुन्छ नि हाम्रो मामा त नाचेको डान्सर हो नि, सुपर डान्सर। कस्तो छ मासु बनाएको छेमाले? ल भनिदेऊ जल्दी। सो गाइस मेरो आजको भ्लग और भिडियो भन्ने यति नै थियो। र हजुरलाई मन पर्यो भने प्लिज लाइक, कमेन्ट, सेयर र सब्सक्राइब चाहिँ गरिदिनु होला। एन्ड मेरो भ्लगिङ स्टाइलमा केही कमी छ भने होइन, कन्स्ट्रक्टिभ कमेन्ट्स भन्ने चाहिँ गरिदिनु होला।